नमस्ते सम्पूर्णमा हामी चाहिँ आज उहाँ म्यामको कपालमा चाहिँ 100% एकदम कपाल ड्राई रहेछ होइन, एकदम झुरो परेको ड्राई रहेछ, कलबार ड्राई एकदम ड्राई रहेछ। उहाँको कपालमा चाहिँ हामीले चाहिँ 100% ड्यामेज रिपेयर हेयर मास्क र स्याम्पू चलाउँदैछौँ। स्लाइसेस लोनिकको हेयर मास्क र स्याम्पू छ मेरो हातमा। अब यो म उहाँको कपालमा युज गर्छु, उहाँको रिजल्ट चाहिँ कस्तो आउँछ एकचोटि फाइनल हेर्नु होला है त। चाहिँ भयो नि, मैले यो स्याम्पू चाहिँ थोरै बोलमा लिएको छु। अब यसमा मैले 50% स्याम्पू र 50% पानी हाल्छु र अनि उहाँको कपाललाई युज गर्छु है त। एकचोटि हेर्नुहोस् होला है त। भयो भयो, अहिले यसो गर न, के गर्दैन। ल हामीले स्याम्पू लगाएको छौँ है, स्याम्पू लगाएर मजाले मसाज गरेर स्ट्रेट ताने जसरी मजाले यसरी तान्नु होला। त्यसपछि हेर्नु होला एकछिन 4-5 मिनट जति यसरी मजाले मसाज गर्ने, अनि त्यसपछि एकछिन 5 मिनट जति राखेर अनि पखाल्ने। हामी हेयर मास्कको स्याम्पू हामीले गरिसक्यौँ होइन है, स्याम्पू हामीले गरिसक्यौँ। त्यसलाई अब उहाँको कपालमा हेयर मास्क गर्दैछौँ होइन, एकचोटि हेर्नुहोस् होला है त। ट्रिटमेन्ट चाहिँ यो है 100% ड्यामेज रिपेयर मास्क हो। यसले चाहिँ पुरै कलबार ड्यामेज, पम्मा ड्यामेज, हाइलाइट गरेको झुरो परेको कपालहरूलाई पुरै रिपेयर गरिदिन्छ। क्याटिङ गर्नै पर्दैन, न्यानोप्लास्टिया बोटक्स केही गर्नै पर्दैन, पुरै रिपेयर गरिदिन्छ है। यसमा नै हामीले पानी मिक्स गरेको छौँ, 50% पानी 50% ट्रिटमेन्ट है। र उहाँको कपालमा चाहिँ मैले ट्रिटमेन्ट लगाइसकेको छु है। अब लगाएर एकछिन हामीले 15-20 मिनट जति राखिदिन्छौँ, 15 मिनट जति राखिदिन्छौँ। राखेर पखालिसकेपछि यसको रिजल्ट कस्तो आउँछ एकचोटि हेरिदिनु होला है त। ल यहाँ हेर, ल भयो। उहाँको कपाल चाहिँ हामीले चाहिँ मात्र ट्रिटमेन्ट लगाएको मात्र हो, डेली युज गर्ने ट्रिटमेन्ट लगाएको हो। ड्यामेज कपाल थियो, झुरो परेको थियो, कस्तो राम्रो भयो हेर्नु न। ड्यामेज पुरै रिपेयर पनि भयो, डेली युज गर्ने हो। ल हेर्नुहोस्, पुरै कपाल सल्ल परेको छ भयो। ल